यिनी हुन् श्रेयमका बुवा, सुजनका बुवा। दैनिकी घरको काम गर्ने गर्छन् र उनको श्रीमती चाहिँ बाहिरी मुलुकमा छन्। अनि यो चाहिँ हो सुजन। बाबा मैले यहाँ पस्किसकेँ, खाना आउनु। ल ल। हेर छोरा, मैले तँलाई अब भन्नुपर्ने कुरा नि केही छैन। अब तैँले 10मा पनि मेहनत गरेर पढिनस् भने त तेरो जिन्दगी कहाँ नै बन्छ र। मैले फेरि यो तेरो लागि जबरजस्ती भनेको पनि त होइन, तेरो जिन्दगी राम्रो होस् भनेर भनेको। यसपालि गर्ने पऱ्यो तैँले। हेर, तँलाई मैले 10 कक्षामा कुनै पनि काम लाउँदिनँ। पकाउनेदेखि लिएर भाँडा मान्नेदेखि लिएर सबै काम मै गरिदिन्छु। बस तैँले यसपालि पढिदिनु पऱ्यो, त्यति हो। ल अब तल गएर पढ। छोरा, आज तेरो 9 को फाइनलको रिजल्ट होइन? हो बाबा। विद्यालयको प्रिन्सिपल। हेलो सिस्टर, सुजनको रिजल्ट चाहिँ हुँदा सुजनको चाहिँ अहिले प्रोग्रेस हल्का कम भएको छ। 9मा फाइनल रिजल्टमा थोरै म्याथमा कम छ। अब 10 क्लास पुग्नलाई 10 क्लास त इम्पोर्टेन्ट हो नि त। अब तिमीले राम्रोसँग फोकस गर्नुपर्छ सुजन, किनकि 10 क्लास भनेको एकदम इम्पोर्टेन्ट हो। 10 क्लासमा राम्रो मार्क्स ल्यायो भने तिम्रो पनि इज्जत हुन्छ, बाबा आमाको पनि इज्जत हुन्छ, अनि हाम्रो कलेजको पनि। अब त्यही हो, राम्रोसँग पढाइ सुजन। मैले भनेको त सुन्दैन न, मैले भनेको टेर्छ नि। अब यसलाई तपाईँहरूले नै हो कि सम्झाइदिने, नत्र त यसले कुरै सुन्दैन। के गर्ने। यसपालिको तेरो रिजल्ट नि खासै राम्रो त आएको होइन। पढ्नुमा ध्यानै छैन, कहाँ आउँथ्यो। जीवन बुझ्ने समयमा एक जिम्मेवारीको बोझ थपिन्छ है बालक। म खाना पकाउन जान्छु। बाबा म सुशान्तसँग खेल्न जान्छु है। त सोधे नसोधी भन्दैन भने कहाँ जान्छस् कि? न पढाइमा राम्रो छस् न केहीमा छस् कि। तैँले चाहिँ केही पनि गर्ने होइनस् कि, नाकै काट्ने होइस् मेरो, बुझिस्? रमाइलो गर्नुपर्ने उमेरमा रमाइलो छैन, जिन्दगी बुझ्नुपर्ने उमेरमा जिन्दगी छैन। एउटा काँधमा ठुलो बोझ छ। हेलो मम्मी। आवाज कस्तो मधुरो मधुरो आइरहेको छ। बाबाले केही भन्नुभएको हो र? छैन। रिजल्ट नराम्रो आएर केही छैन, मेहनत गर्न। तेरो लागि भन्या त हो नि सबैले, म भन्दिउ न बाबालाई। हुन्छ। हेर छोरा, यो सबै कुरा मैले तेरै लागि भनेको त हो नि। हुन त मार्क्सले तेरो भविष्य निर्धारण गर्ने पनि होइन, तर मार्क्स भनेको तेरो जीवनको किताबको पाना जस्तै हो। र तैँले तेरो सुरुकै पाना नराम्रो बनाइस् भने तेरो जीवनको किताबको अस्तित्व कहाँ पुग्छ र? त्यही भएर यसपालि तेरो लागि नभएदेखि यसपालि हाम्रो लागि गर्दैछ र, हाम्रो लागि। सुशान्त र सुजन सधैँ यही प्रश्नमा अल्झिरहन्छन्। यो सुन्दर दृश्यलाई मनमा राख्दै निहाल्दै उनीहरूको मिठो मिठो कुरा सधैँ चलिरहन्छ। यार 10 पनि हेर्दा हेर्दा सकिन आँट्यो यार। त्यही हो नि यार, 10 कति न के किन हो जस्तो भन्थ्यो, तर केही पनि रहन्छ यार। तर यार यो ठाउँ चाहिँ साँच्चीको कस्तो राम्रो है। खतरा हेवा नै छ भने यार। त्यही सोचेन थिएन यस्तो ठाउँमा आउनु। ओ एउटा कुरा भनौँ। भन्नु। हेर, एसयुमा A+ आयो भने म यही ठाउँमा आएर यही सुन्दरतालाई धन्यवाद गरेर जान्छु। मैले पास त भएर देखा। त्यस बेला केही गर्न नसकेको मनमा एक खिन्नता बोध भावना आफै भइरहन्छ। अब त यार 4 बजीसक्यो, जाउँ ढिला हुन्छ नत्र अब। त्यही हुन्छ।
अनि नवीन काकासँग गफ गर्दा पनि त्यत्तिकै रमाइलो हुन्छ। हेर्दा हेर्दै बुढो भइसक्यो काका। हो जीवन पनि यत्तिकै गइसक्यो। जेठो छोरो विदेशमा छ, कान्छो छोरो 10मा छ, यस्तै हो। अब हेर्नु काका, पढेर पनि केही काम रहन्छ। अब बुढीलाई विदेश पठाइयो, आफू पनि यत्तिकै यहाँ केही न केही नगरिकन बसिरहेछ। यस्तै हो कि बत्ती, जीवन यसै गरी चल्छ। जीवन भने नै यही हो। हो रहेछ काका। छोराले नि राम्रो पढे त ठिकै हो काका, नत्र त यस्तै हो। ल अब जाउँ, वस्तुलाई खोलिदिने बेला भयो। अब जिन्दगीमा नि केही न केही चाहिँ गर्नुपर्छ काका। त्यही हो, अब अरूले साथ नदेलान्, त्यही पनि हामी मिलेर गर्नुपर्छ। पर्छ। छोरोले बल्ल पढ्न थालेछ, मलाई चाहिँ खुसी लाग्यो। अब चाहिँ यसले केही गर्छ जस्तो छ। बुवाको मुखमा एक हाँसोको मुहार छरिएको छ। के हो, आजकल त खेल्न पनि आउँदैन। खुब A+ ल्याउने विचार गरे होला होइन? न के थाहा न, मैले मेहनत गरेपछि आउँछ मेरो A+। अब 80 बजी खेलौँला। यी हुन् नवीन काका। सबैले यिनलाई कि त नरे काका कि त नवीन काका भन्छन्। अब हेर्नु नरे काका, यसपालि बच्चाहरूले गरे त ठिकै हो, नगरे त अब त्यो पढ्ला नि। अब चेतला आउला नि। हेर सुजन, तिमीले सेन्टअपमा पनि पास गरेको छैन, एससीमा कसरी A+ ल्याउँछौ त? तिमी त हाम्रो टप स्टुडेन्ट थियौ त। मेहनत गर्ने बाटो नमिलेपछि एक बाटो भट्केको यात्रीको जस्तै हुने रहेछ। हेर, तैँले न फर्स्ट टर्मको रिजल्ट राम्रो गरिस्, न सेकेन्ड टर्मको गरिस्, न थर्ड टर्मकै गरिस्। इभन तैँले सेन्टअपको रिजल्ट पनि राम्रो गरिस्। अब तँ के एससीमा पास हुन्छ जस्तो लाग्छ तँलाई? फेल भइस् त। तैँले त नाकै काटिस् नि मेरो। बरु त्यहाँ नवीन काकाको छोराहरू कस्तो राम्रो पढ्छ, काम पनि गर्छ, सबै काममा सघाउँछ पनि, कस्तो राम्रो पढ्छ त्यो। त खतमै भइस्। बाबा अहिलेसम्म जति पढे नि केही भएन, त्यही पनि अझ मलाई अहिले नि के विश्वास छ भने मेरो A+ आउँछ भन्ने। बढी बोल्छस्। अरू केही नभए नि यो जस्तो छोरो कसैलाई पर्यो भने चाहिँ यसको चाहिँ दुर्भाग्य नै हुने रहेछ ल। सुजन अहिले पानी बाहिर निकालेको माछा जस्तै भएको छ। ऊ जीवित त हल्का हल्का छ, तर उसको वरिपरिकाले सबैले उसको आत्मबल तोडिसकेका छन्। ऊ माथि बढ्न चाहन्छ, ऊ केही गर्न चाहन्छ। उम्मिदहरूका लहरहरूले उसको जीवनमा पाइला लिँदैछन् भन्ने कुरो उसले बिस्तारै बिस्तारै अनुभव गरिरहेको छ। अनि भतिज खोइ त छोरो काम गर्ने बेला आएन त। हेर्नु काका, अब त्यो 10 कक्षामा पुगिछ, अब त पढ्नुपर्ने उमेर छ। त्यही भएर मैले त्यसलाई काममा ल्याउँदै ल्याइनँ कि, नत्र अहिपछि भइरह मैले ल्याउँथेँ। अब पढोस् त्यसले। ल यस्तै हो, अब राम्ररी पढा त्यसलाई हेर है, के हुन्छ। अब पढ्ने उमेरै हो, 10 कक्षा इम्पोर्टेन्ट छ। ल आइज भतिज, अब ढिला भइसक्यो खेता, फेरि अहिले पानी पर्छ। हुन्छ, जाउँ काका। एसीको परीक्षाफलको दिन। छोरा, आज तेरो रिजल्ट आउनु लाग्यो होइन र? हो बाबा। साँच्ची त आज मेरो रिजल्ट आउने थियो कि आज। यस, A+ आयो। हेलो सुजन, त्यो रिजल्ट कस्तो आयो? ए हो र, मेरो त A+ आयो नि यार। हेलो मम्मी, मेरो त A+ आयो नि। यसपालि चाहिँ म धेरै खुसी छु छोरा।
ए प्लस ल्याइस् छोरा तैँले, कङ्ग्रेचुलेसन्स। ए सुशान्त के गरे त्यस्तो? त्यो सेन्टरमा पास नहुन सक्ने लफङ्गोले ए प्लस ल्याएछ, तेरो किन ए मात्र? पढ्न सकिनस् त्यत्रो दिन? Welcome to Twilight Boulevard. अनि खुसीका लहरहरूले जिन्दगी चुम्न थाल्छन्। यार तैँले नि ए प्लस ल्याइस् यार, कङ्ग्रेचुलेसन यार। देश मैले तँलाई भने होइन, अब त हेर न, यही उसलाई छ नि, यो सिनलाई छ नि धन्यवाद दिने हो चुम्मा दिएर। फाइनली हाम्रो अन्तिम घडीमा आएर हाम्रो सुजन भाइले चाहिँ एकदमै राम्रो रिजल्ट ल्याएको छ, ए प्लस ल्याएर हाम्रो स्कुललाई चाहिँ एकदमै प्राउड फिल गराएको छ। उसको चाहिँ सेन्टरमा राम्ररी पास पनि भएको थिएन, तर अन्तिम घडीमा जुन मेहनत र लगनसितले उसले, सो हामी चाहिँ यो खादा र अवार्डले चाहिँ सुजन भाइलाई सम्मान गर्नेछौँ। सुजन त एक प्रतिनिधि पात्र मात्रै थियो। यस्तो धेरैको जीवनमा हुन्छ, पछि गएर के हुन्छ भन्ने कुरो कसैले नि निर्धारण गर्न सक्दैन। त्यसैले सबैले यो कुरालाई सकारात्मकतामा ल्याउँ र कोही पनि अगाडि छैन, सबैजना समान हौ भनेर सोच्नुपर्ने हुन्छ। थ्याङ्क यू।